सिङ्गापुर विरुद्ध नेपालको ऐतिहासिक जित। जिलेस्पी जङ कार्कीको एकमात्र गोलमा नेपालले सिङ्गापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ। सिङ्गापुरको सिङ्गापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा 15 स्थानमाथि रहेको सिङ्गापुरलाई 1-0 ले पराजित गरेको हो। नेपालका लागि जिलेस्पीले खेलको 12औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टचमा गोल गरेका हुन्। जिलेस्पीले नेपालका लागि लगातार दोस्रो खेलमा गोल गरेका हुन्। यसअघि गत नोभेम्बरमा अफगानिस्तान विरुद्ध मैत्रीपूर्ण खेलमा पनि जिलेस्पीले नेपालका लागि गोल गरेका थिए। त्यसपछि पनि नेपालले खेलमा गोल गर्ने मौका पाएको थियो, तर सदुपयोग भने गर्न सकेको थिएन। त्यस्तै सिङ्गापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि असफल भएको थियो। सिङ्गापुरले अन्तिमतिर लगातार आक्रमण गरे पनि नेपाली डिफेन्स र कप्तान तथा गोलकिपर किरणले बचाएका थिए। यसै खेलबाट नेपालका लागि 2 नयाँ खेलाडीले सिनियर टिममा डेब्यू गरेका थिए। पहिलो पटक राष्ट्रिय टिममा परेका सुमन श्रेष्ठ र सुभाष बम ठकुरीले सिङ्गापुर विरुद्ध डेब्यू गरेका हुन्। दुवैले पहिलो पटक राष्ट्रिय टिममा पर्दा नै डेब्यू गर्ने अवसर पाएका हुन्। डिफेन्डर सुमन श्रेष्ठले पहिलो रोजाइमै खेल्दै डेब्यूको अवसर पाएका हुन् भने त्यस्तै युवा फरवार्डर सुभाष बमले 72औं मिनेटमा मैदान प्रवेश गर्दै डेब्यू गरेका थिए। एफसी एसियन कप छनौट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरूप सिङ्गापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो। यसअघि नेपालले सिङ्गापुरलाई हराउन सकेको थिएन। 3 अफिसियल खेलमा भने नेपालले सिङ्गापुरसँग पराजित भएको थियो भने नेपालमा भएको सिल्भर जुबली कपमा नेपाल र सिङ्गापुरले बराबरी खेलेको थियो। नेपालले अब एसियन कप छनौटमा मार्च 25मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ।